Hello guys, welcome to my new day, new vlog. अनि तपाईहरु कस्तो हुनुहुन्छ? म त सन्चै छु, एकदम आरामै। अनि हामी चाहिँ यहाँ हावा खाना तरकारी छ। तरकारी उम्लेन छ, तरकारी बारी है। यसमा मान्छे गु खान्छे। उसले पनि खान्छे। म भात खान्छु। म त मोमो चाउमिन खान्छु। कति वर्ष भयो खाएको? वर्ष होइन, महिना भयो। अनि गाइज अनि आज हामी यहाँ किन आएको गाइज? कसरी फोन हान्ने? चप्पलको नम्बरै थाहा छैन। गाइज होइन, हामी यहाँ एउटा मान्छेलाई साइकल सिकाउन आएको। साइकल सिकाउन मान्छे उडेर कहाँ पुग्यो? हामी तीनजना यहाँकै, हामी चाहिँ यहाँ हेरेको। होला भने फेरि पखरा कार्की माइलाको माइली छोरी साइकल सिकाउन आएको। को छोरा आउनु भएको थियो। म चाहिँ जेठी छोरी हो, माइली चाहिँ हो, यो चाहिँ नातिनी हो। अनि यो चाहिँ पलातिनी हो, यो चाहिँ नाति हो र नातिनी हो। अनि आउनु भएको है। गाइजहरू कहाँ जानुभयो छैन, सम्पर्क पनि छ। फोन हाल्नु भनेको 98 13 जामा लागि चाहिँ छेरा पो छ। अन्त तपाईँजीको बाँकी नम्बर साइकलको के भन्ने त अब केही भन्ने आएन। के गर्नु हामीलाई त हाम्रो यता दुबी चौरतिर धान झुल्न लाग्छ, काट्न पनि आउनु होला गाइजहरू। कान्छी दिदीलाई पठाउँछ, कान्छी आउँछ नानी। रोमानियाबाट आउनु भएन हुन्छ हजुर, केही फरक पर्दैन। रोमानिया दुईजना खेताला हुनुहुन्छ, रोपार हुनुहुन्छ। धान रोप्ने बेला हुन लाग्यो, धान पनि काट्ने बेला भयो। यो चाहिँ भन्दा कसो भन्दा सिबे ओजाको धान। ए सिबे ओजाको सबै थाहा पुरा त्यसो छ। आउन मिल्छ मिल्दैन भन्दिनँ होला है बरु, नत्र भइहाल्यो। अलिक खाजा पनि अलिक घटाउनु पर्ने भयो। खाजा पनि घटाउनु पर्ने भयो। साइकल सिक्न जानेको न साइकलमा नम्बर छ न चप्पलमा नम्बर छ। फोन कहाँ हान्ने भन्ने कुरा थाहा। 13 नम्बरको चप्पल नम्बर थाहा छैन तँलाई? मलाई कति नम्बरको चप्पल लाग्छ? त किन्न गएन अस्ति? म गएन। मेरो चप्पल कति नम्बरको हेर्छ एकचोटि? 6 नम्बरको त्यो चप्पल 5 नम्बरको सियोर उताएर गरेर भन्दा भए मान्छे हो। जमजम खो अघि चाहिँ हामीलाई अटो आएर सिस्टम गर्नु। अटो आएर यसो रोकिदिएको, किनकि अटोको दाजु बेहोस हुन्छन् कि भन्ने डर लागेर। अनि गाइज हाम्रो यहाँ एकजना मान्छे हुनुहुन्छ टिकटकर, यस्तो टिकटक बनाउनु पनि हुनुहुन्छ। उहाँहरूलाई हेर्न चाहनुहुन्छ भने म देखाउँछु है। गाइज उहाँले हाम्रो टिकटकर कस्तो भयो। अनि त्यसपछि गाई अब गाई रे सरी गाइज न्यू बाइक मलाई पनि है गाइज। गाइज नयाँ बाइक रहेछ गाइज। आइफोन गाइज आइफोन। अभी मजा आएगा ना भिडो कस्तो बबाल। अनि के होइन गाइज बाख्रा हेर्ने बाख्रा यहाँ छ गाइज। होइन तिमीहरू कहिले सुध्रने? अब फुर्सद हुनु पर्यो नि सुध्रिनलाई। कुखुरा गाइज कुखुरा गाइज अब बोइलर कुखुरा हेर्नुहुन्छ। हाई गर्दैन मेरो ब्लगमा। अनि गाइज अनि सन्चै हुनुहुन्छ हजुरहरू? अनि भन्नु हजुरहरूलाई कस्तो कस्तो कन्टेन्ट चाहिन्छ, म त्यस्तै त्यस्तै ल्याउँछु। एउटा बाइक आयो भने लाज लाएर भाग्छु क्या म। ये तो ब्लॉग कम हाँसी ज्यादा होता है। अनि त्यसपछि हावा खाना आएको गाइज। अनि खाना बनाएन के? अनि त्यसपछि तर म चाहिँ खासमा आँप चोर्ने खाले होइन नि, यसको सङ्गतले चोर्न लाग्यो नि गाइज। तर के गर्नु मेरो नि एउटा ब्लगर बोयफ्रेन्ड बनाउनु पाए त। पैसा मसँग चाहिँ 10 रुपियाँ भोइस सुन त हेरौँ। आफ्नै भोइस त कस्तो टाउको दुखिरहेको यसको कुराले।
म बोलेकै छैन गाइज मेरो कुरा भर्खरै बोलिरहेको छु बाई द वे अनि गाइज भन्नु सन्चै हुनुहुन्छ खाजा खानुभयो के खाजा खानुभयो हजुर ब्रोइलर कुखुराले चाहिँ त्यहाँ बढ्न खोज्दैछ